ए भगवान एक सुको छैन के टेक्या ए बिगाड बाबु हाल्ने अरु थुतेर के नि अब तेल सक्यो गाइस तेल सक्यो अब के नि हाल्ने हल्लो त माटिले हल्लाएर यहाँबाट डम्बर गर्छन् पुग्नु भएन त रेटे पार्दै पनि हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आराम छु होइन सो त्यही आज चाहिँ मैले साढे 8 भइसक्यो होइन 8:30 बजीबाट भ्लग सुरु गरिरहेको छु टक्क लाएर आज चाहिँ अलि धेरै दिनपछि भ्लग बनाएको छु मैले टक्क त्यही त हो अब धेरै भ्लग बनाउनु पाइन्न भन्दा पनि अब कन्टेन्टहरू भेटिन्न त्यही त हो होइन तपाईँहरूलाई अब कन्टेन्टै भेटिन्न त्यही भएर भिडियो पनि हाल्न सकिन्न कति होइन कति एउटै ठाउँहरू मात्र देखाउने हो कति एउटै गरेको देखाउने हो भनेर सो त्यही हो आज चाहिँ मैले अलिअलि गरेर अब आज चाहिँ भ्लग बनाउँछु भनेर भ्लग गराउनु लाग्छु होइन अहिले दिउँसो के हुन्छ सब देखाउने छु तपाईँहरूलाई अहिले चाहिँ 8:30 बजीबाट भ्लग सुरु गरिरहेको छु मैले टक्क लगाएर बाहिर 8:30 भइसक्यो घामी लागेको छैन कि पुरै अँधेर गरिरहेको छ अझ भित्र त झन् भित्र त झन् उज्यालो देखाएको छ बाहिर भन्दा त यार कस्तो के अँधेर छ के घामी लागेन सो त्यही आज चाहिँ घामी लागेन एउटा पनि अलि मौसम अलिक चिसो छ आज टक्क आज पनि केही गर्नुपर्छ कि जस्तो छ अब हेरौँ के हुन्छ होइन अब भएबाट तपाईँहरूलाई मैले देखाउने नै छु त्यही हो होइन तपाईँहरूलाई चाहिँ मैले एउटा कुरा भन्न चाहन्छु होइन त्यही हो अब योभन्दा अघिल्लो भिडियो तपाईँहरूले हेर्नु भएको छैन भने चाहिँ गएर हेरिदिनु होला होइन प्लिज यो मेरो पहिलो भिडियोमा चाहिँ ऊ आएको छैन होइन खासै ऊ आएन कि रेस्पोन्स आएन त्यही भएर कम भ्युज आयो के हो यार के भएर कम भ्युज आयो होइन तपाईँहरूले हेरिदिनु होला होइन सक्दो सेयर पनि गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला त्यसमा होइन त्यही यो मैले योभन्दा पहिलो भिडियोको लिङ्क त्यसको डिस्क्रिप्सनमा राखिदिएको छु तल होइन गएर चेकआउट गर्नु होला त्यो भिडियो पनि होइन त्यही यो 700 वर्ष हेरिरहनु होला अब मेरो चाहिँ होइन टोटल सब्सक्राइबर कति 239 भएको थियो होइन 239 भएको थियो अहिले फेरि 237 भएको छ कि दुईजनाले कसले अनसब्सक्राइब हान्दैछ होइन त्यस्तो नगरिदिनु होला कृपया होइन त्यही भन्न चाहन्छु त्यस्तो नगरिदिनु होला त्यही त हो एक सब्सक्राइबर बढ्दा पनि कति खुसी लाग्छ भनेपछि अब थाहा हुन्छ कि होइन एउटा ब्लगरलाई त्यही त हो दुःख गरिन्छ अब सब्सक्राइबर दुईवटा सब्सक्राइबर कसले अनसब्सक्राइब हान्दियो होला होइन यो भिडियो तपाईँहरूले हेरिरहनु भएको छ भने चाहिँ होइन त्यही हो सब्सक्राइब गरिदिनु होला त्यस्तो नगरिदिनु होला भन्न चाहन्छु मैले चाहिँ यतातिरको खुट्टा छैन यतातिरको खुट्टा छ कि त्यही बानी यस्तै त समय पनि मैले लगाउनु पर्छ कि किनभने मेरो अलि आँखा कमजोर छ नि त त्यही भएर फेरि मोबाइल हेर्दा मात्रै बेला भने यताउति हिँड्दा कति गर्दा लान्न होइन अलि आँखा कमजोर छ त्यही भएर चाहिँ यो लगाउँछु कि मैले चस्मा यस्तो हेर्न सक्नुहुन्छ एउटा खुट्टा छ एउटा खुट्टा छैन कि यस्तो छ त्यही हो नाच्दिनु होला तपाईँहरू यस्तो छ चस्मा चाहिँ नाच्दिनु त्यही अलिअलि देखेँ है घाम हल्का ए यस्तो छ सिन अँधेर गरे बादलले आकाश सक्काको देखेँ होइन कि बादलहरूले ढाके पुरै आज चाहिँ सिन यस्तो छ हाम्रो दरबानको लागेको छ म चाहिँ त्यति दोकानमा गएको थिएँ त्यति अनि त्यसपछि अहिले चाहिँ घर रहेछु अब घर गएर मैले के गर्छु भन्दाखेरि गेम खेल्छु होइन फ्री फायर त्यही हो तपाईँहरूले होइन अब गेममा तब भन्न चाहनुहुन्छ भने चाहिँ मलाई भन्नु होला मैले हानिदिन्छु होइन कस्तो मस्तो मिलाएर हानिदिनुलाई नि त यसो भनिदिनु होला होइन एकछिन गेम खेल्छु त्यही हो टक्क लगाएर केटा हो सब्सक्राइब गर्दै गर्नु पऱ्यो च्यानललाई है त ल म एकछिनपछि भेट्छु है त तपाईँहरू यता हाम्रो घरको हाम्रो घरको यतापट्टि घर बनाएर लाग्यो एउटा छिमेकी थप्पिन लाग्छ नि यता होइन एउटा टक्क लगाएर सो त्यही हो गाइज होइन म चाहिँ एकछिन गेम खेलेँ अनि खानासाना खाएर टक्क एकछिन मोबाइल पनि चार्ज लगाएको थिएँ अनि लाएर अब एकछिन फ्री भएको छु अलिअलि हाम्रो बारीमा चाहिँ यहाँ खन्यो यहाँ तर केही लगाएन मकै लगाउनु भनेर खनेको लगाएन त घर बनाएर टक्क अब एउटा छिमेकी थप्पिन्छ कि हाम्रो म चाहिँ अब एकछिन सागर जानु पऱ्यो त्यहाँ गएर एकछिन बस्नु पऱ्यो के अरे गफ गर्नु पऱ्यो त्यही त हो त्यही हो हेर्दै गर्नु होला है किप वाचिङ
त्यही सागर घर आइसकेको छु टक्क लाएर हाम्रो गिटार छ सागरको अहिले त हाँसिने होइन हाँसिरहेको थिएँ नि टक्क लाएर म चाहिँ सागर घर आइसकेँ ल्याउँछु यो लिची हेर्नु न यो लिची यो यहाँको त यता उनीको सब मैले सकिदिन्छु खाएर आँप पनि छ त्यहाँ आँप त यो त पछि हुँदैन यहाँ त तर आज अझ पातलो छ पहिलाको भन्दा नि लिची खानुपर्छ पर ऊ त सिसिर एक्जेट भलक छन् सिसिर भलक 180 अब हामीले जान लागेको छौँ सिसिर भलक स्ट्यान्ड त लागेन नि लागिन्छ स्ट्यान्ड यत्नै मामा बसिरहेको अरे के हुन्थ्यो हाम्रो ए भगवान् त्यो सक्यो होइन होला बुढी गर्छ है गाडी आफै त्यसले सक्यो के हो नि अब डराउँदै लाने हो मासुमा तेल सक्यो गाइस तेल सक्यो अब के हो नि हामी हल्लो त माटोले हल्ला खुल्न पर्ने ए भगवान् एक सुको छैन के हाल्ने अरू थुकेर के नि अब एक सुको भएको त्यसले सक्यो गाइज अब हामीले के गर्ने यो वहाँसम्म हामी यहाँ 14 नम्बर यता देख्नु भयो नि 14 नम्बरसम्म आइपुगेको हामी अब गाडी बिगार लाउने नै म जान लाग्यो यार भन्नै मारेन स्टार्ट त भयो क्या बल एक सुको तेल भात के गाडी रुक न जाम भगवान् तेरै भइयो के पुरै ठ्याक्कै त्यो सेट भएको गर्छ नि तेल सक्यो थियो के गरेर ल्याउँछ यो कसो गर्दा स्टार्ट भयो कसो गर्दा जान्छ होला के गाना त यो के गाना क्या तिम्रो बाबुको तेल झिकाउ यसकी आमा मैले भनेन यो ट्याङ्की बोल्न हेरेको एक सुको चिल्लो थियो कि ट्याङ्की यहाँबाट डम्बरेको घरसम्म पुग्नु भयो नि त रेटे पार्दै पनि ओके ओम चिमाम बिम तार चिपक गया छाती से सस्ते से ल
हुन्छ अघि कहाँ पुगे चुर भने त घर पेन्द्रे घरसम्म पुग भन्न सिँढीको घरसम्म पुग्यो त्यति नि के त्यही अगाडि जो मैले त पैसा नि हालेँ ल तेल झिल लएर किन चाहियो त अहिले आएर तेल सो गाइस अहिले चाहिँ हामी पुलतिर गएको थियौँ अनि तपाईँहरूलाई दिनदिनै पुल के देखाइरहनु भनेर सबै भ्लगमा पुल के देखाइरहनु भनेर चाहिँ देखाएन मैले टक्क विधान म अनि दिपक आएको थियौँ फलतिर अब चाहिँ घर जाँदैछौँ त्यही हो दिउँसभरि अब कसो कसो गर्दा बित्यो अनि होइन कस्तो हाल बिहान कस्तो हाल दामी ठिक छ होइन त्यही हो हामी घर जान लाग्छौँ अब एकछिनपछि अब त्यही हो खानासाना खाने अनि सुत्ने हो त्यही अब घर भिडियो एडिट गर्नुपर्छ होइन